छोरो 6-7 वर्षको मेरो अनि अर्को नाटक गरेर यहाँ बसिरहेको छु म अहिले दुवैवटा 3 महिना भयो तिमीहरू यसरी भागेको 4 महिना भयो अहिले बन्द कोठामा तिमीहरूले राम्रो नेटले अब बोले के तिमीहरू दिदीभाइहरू बस्यो नि यहाँ गर्न सकिँदैन तिमीहरूलाई एउटै कोठामा रङ्गे हात पगडी सेपछि डिभोर्स श्रीमानलाई डिभोर्स नदिकन घरमा छोरो छ कति दिन बस्नु नराम्रो भन्नुहोस् मलाई चाहिँ गाउँमा पुरा म काममा बस्छु है खान्छु है चले मलाई भने अहिले पनि हामीले फोन गरेर तपाईँलाई बिहान 11 बजीतिर काममा आएर हेर्नु न बुढो विदेश छ तपाईँ चाहिँ अर्कै केटासित यसरी रङ्गयात भेटिने हो रुममा के भाइ